दर्शकबिन विगतका दिनदेखि नै भुन्टीको जीवनमा बाधा अर्चना ल्याउने श्रेयालाई भने यतिखेर भुन्टीले राम धुलाइ गरेकी छिन्। हो दर्शकबिन, हुँदा यतिखेर भूपेन्द्रको गर्लफ्रेन्ड जेरी पनि भुन्टीको घरै आएर भुन्टीलाई न्यु खोजेपछि भुन्टीले श्रेया र जेरीलाई दुवैजनालाई कपालमा समातेर जगल्ट्याउँदै दुवैजनालाई राम धुलाइ गरेपछि सबै दर्शक महानुभावहरू पनि धेरै खुसी भएको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिन, धेरै समयदेखि भुन्टीले जति आफ्नो जेठानी दिदीले यातना र टचरहरू दिए पनि सहँदै आइरहेकी थिइन्। तसर्थ यतिखेर धुलोमा बसेको सर्पलाई धेरै जिस्काएपछि डस्छ भने जस्तै यतिखेर भुन्टीले पनि अति नगर्नु, अत्याचार नगर्नु भने जस्तै श्रेयाले गरेपछि यतिखेर दुवैजनालाई राम धुलाइ गरेर घरबाट निकालिदिएको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिन, यसरी भुन्टीले आफ्नो श्रीमानसँग जेरी आएर धेरै माया मलाई गर्छन् तिम्रो श्रीमानले, तिमीलाई त माया गर्दैन, यसरी माया नगरेको श्रीमानको हेरचाह गरेर तिमी किन बस्छौ, यहाँबाट गइहाल भनेर जेरीले भुन्टीलाई भनेकी थिइन्। तसर्थ भुन्टीले भने यो कुराहरू विगतको दिनदेखि नै सहँदै आइरहेकी थिइन्। तसर्थ श्रेयाले भने आफ्नो छोराको लागि केही फलफुल किन्नको लागि राखेको पैसा भुन्टीले चोरी छे भनेर भुन्टीलाई चोर दोष लगाएर घरबाट निकाल्ने योजना बनाएकी श्रेया र जेरीलाई भने यतिखेर भुन्टीले राम धुलाइ गरेको दृश्य देखेपछि सबै दर्शक महानुभावहरूको मनमा खुसी भइरहेको दृश्य हामीले देख्न सक्छौँ। हो दर्शकबिन, अब भुन्टी श्रेयालले कस्तो मोड ल्याला त, यो सबै जानकारी पाउनको लागि भने पक्कै पनि अब आउने नयाँ भुन्टी भागको हामीले प्रतीक्षा गर्नुपर्ने नै हुन्छ। यतिन्जेलसम्मको लागि हामीले प्रस्तुत गरिएको यस भुन्टी श्रेयाल रिभ्यू भिडियो तपाईँहरूलाई पनि मन परेमा भिडियोलाई लाइक, कमेन्ट, सेयर गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब गरी हामीसँगै जोडिनु भने अवश्य नभुल्नुहोला भन्दै आजको यस भुन्टी श्रेयाल रिभ्यू भिडियोबाट बिताउन चाहन्छु। तपाईँहरूको बाँकी पल सुखद रहोस्। हस्त, धन्यवाद।